आइक्यूमा एउटा डल्लावाला क्वेसन हुन्छ। डल्लावाला किन भनेको भने यस्तो खालको डल्लाहरू अप्सनमा दिएको हुन्छ अथवा क्वेसनमा दिएर कुन कुन हो भनेर दिन सक्छ हैन। यसलाई डल्लावाला क्वेसन भन्न सकिन्छ। अब यो भनेको आइक्यू अथवा त्यसको क्याल्कुलेसन क्षमता भन्दा पनि यसलाई चाहिँ कतिको इन्फर्मेसन रहेछ त, जनरल नलेज कतिको रहेछ भन्ने कुरालाई नै अनि त्यसले कसरी छुट्याउन सक्दो रहेछ कि छैन भनेर यो कुरालाई चाहिँ जाँच गर्नको लागि यो क्वेसन हाल्ने गरिन्छ हैन। अब त्यति खतरै क्वेसन चाहिँ आउने कुरा भएन, किनभने सामान्य कुकुर, घरपालुवा, बिरालो भनेको के हो भन्ने कुरा थाहा पाइसकेपछि कुन भित्र पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि यो डल्ला भित्र चाहिँ कसरी लेख्ने, कसरी राख्ने भन्ने कुरा पनि हल्का जानकारी चाहिँ हुनुपर्छ हैन। अब यो बिरालो भनेको के हो भन्ने नै थाहा नहुने गरी त दिँदैन, अथवा तपाईहरुलाई थाहा नहुने कुरा पनि भएन हैन। अब त्यो खत्रै कुरा चाहिँ थाहा नै नभएको कुरा चाहिँ दिँदैन। सामान्य नेपाली समाजले हाम्रो परीक्षार्थीहरूले जानेकै कुराबाट सोध्ने हैन। अब हेरौँ, क्वेसन नम्बर फर्स्टमा छ दिएको चित्रमध्ये कुन चित्रले कुकुर, घरपालुवा र बिरालोको सम्बन्धलाई देखाउँछ भनेर भनेको छ। अब फर्स्टमा के छ, फर्स्टमा के देखाएको छ भने यो ठुलोले चाहिँ घरपालुवा भन्न खोजेको होला हैन। त्यो एउटा कुकुर होला, एउटा बिरालो होला, अथवा एउटा ठुलो चाहिँ कुकुर होला, त्यसपछि एउटा घरपालुवा होला, एउटा बिरालो होला। अब यो हुन्छ त हैन। यो भनेको त के हो भने एउटा कुकुर अथवा घरपालुवा अथवा बिरालो यसलाई मान्ने हो भने, अहिले माने मैले कुकुर नै माने भने अलिकति कुकुर चाहिँ घरपालुवा पनि हुन्छन्, अलिकति घरपालुवा भन्दा बाहिर पनि हुन्छन् भन्ने कुरा देखाउन सक्छ। अनि यसलाई कुकुर मानेको छ भने अलिकति बिरालो चाहिँ कुकुर पनि हुन्छन् अनि आधा चाहिँ बिरालो मात्रै हुन्छन् भन्ने कुरा देखाउँछ। यो त हुँदैन। हुँदैन भने अब के गर्नु पर्यो, बी नम्बरमा जानु पर्यो। अब यसले के देखाउँछ भने कुकुर, घरपालुवा र बिरालो तीनटा छुट्टा छुट्टै हुन् भनेर देखाउँछ हैन। कुकुर र बिरालो त छुट्टा छुट्टै होलान्, तर घरपालुवा भन्ने अलिकति फरक कुरा भयो हैन। यहाँ बाघ, हात्ती र घरपालुवा दिएको भए चाहिँ फरक फरक मान्न मिल्थ्यो हैन। तर यो कुकुर र बिरालो भनेको त घरपालुवा जनावर हुन् भन्ने कुरा हामीलाई थाहा छ भने यो कुरा पनि भएन। सी नम्बरमा जाउँ। सी नम्बरमा के भनेको छ, यो ठुलोले चाहिँ सायद घरपालुवा देखाउँछ होला हैन। यसरी बुझ्नु पर्यो, घरपालुवा देखाउँछ अनि घरपालुवा जनावर भित्रमा कुकुर र बिरालो होला। कुकुर र बिरालोको सम्बन्ध चाहिँ केही पनि छैन, छुट्टा छुट्टै। तर यी दुईटै घरपालुवा भएको भएर यो घरपालुवाले कुकुर र बिरालो दुईटालाई समेट्यो। अनि अर्को डी मा हेरौँ। अब यो एन्सर त मिलिसक्यो हैन। यो एन्सर मिलिसक्यो भने हामीले टिक त लगाइहाल्नु पर्यो। तर पनि डी नम्बरमा के भनेको छ हेरौँ है त। यो डी नम्बरको हामीले अब घरपालुवा ठुलो हैन, ठुलो समूहलाई देखाउने भएको भएर मैले ठुलोलाई चाहिँ घरपालुवा भने। अब यो घरपालुवा हो भने घरपालुवा भित्र एउटा कि कुकुर मात्रै पर्यो कि बिरालो मात्रै हैन। एउटा मान्ने हो भने त कि कुकुर मात्रै पर्यो कि बिरालो मात्रै। अब यसलाई छुट्याइदियो हैन। भित्र कुकुर पर्यो भने बाहिर बिरालो पर्यो, त्यो त भएन। घरपालुवा भित्रै पर्ने भएन हैन। यसरी पनि हामीले त्यो अप्सनलाई नेग्लेक्ट गर्न सक्छौं। अब त्यस्तै अर्को क्वेसन छ, दिएको चित्रहरूमध्ये कुन चित्रले गाजर, खाना र तरकारीको सम्बन्धलाई देखाउँछ भनेर भन्छ। अब हामीले कसरी बुझ्नु पर्यो भने यो पहिला अप्सनहरू हेर्नुभन्दा पहिला गाजर, खाना र तरकारीको सम्बन्ध चाहिँ देखिन्छ हैन, अन्तर सम्बन्ध भएको जस्तो देखिन्छ। अब हेरौँ फर्स्टमा के भन्छ। फर्स्टमा चाहिँ भित्र एकदमै सानो छ, एउटा त्यसपछि अलि ठुलो छ हैन। यो सबभन्दा ठुलोलाई चाहिँ अहिले हामीले के भनौँ भने यी दुईटै चाहिँ खाना भित्र पर्ने भएको भएर ठुलोलाई चाहिँ खाना मानौँ। त्यसपछि खाना भित्र तरकारी पर्यो हैन। तरकारी अलिकति ठुलो, यो सानो भन्दा अलिकति ठुलोलाई चाहिँ तरकारी मानौँ। त्यसपछि भित्रको चाहिँ गाजर मानौँ हैन। किनभने गाजर चाहिँ तरकारी भित्र पर्ने भयो, तरकारी चाहिँ खाना भित्र पर्ने भयो। त्यसैले अप्सन ए मा भएको चाहिँ राइट हुने भयो हैन। बाहिरकोलाई चाहिँ खाना, खाना भित्रमा तरकारी पर्छ अनि तरकारी भित्रमा गाजर पर्छ। अरु यसलाई अरु कसरी पनि बुझ्न सकिन्छ भने सबै गाजरहरू तरकारी हुन् अनि सबै तरकारीहरू खाना हुन् भनेर यसरी पनि बुझ्न सकियो हैन। अनि अर्कोमा छ, यो करेक्ट भइहाल्यो। अब यो किन भएन भन्ने कुरा पनि हेरौँ। यो ठुलोलाई मैले के भने खाना भने ठुलोलाई हैन धेरै कुरा समेट्ने भएको भएर ठुलो बनाइदिएको छ, ठीक छ। अब खाना भित्रमा के भन्यो भने यो तरकारी र यो गाजर मान्ने हो भने गाजर र तरकारीको कुनै सम्बन्ध देखाएको छैन हैन। अनि कुनै अथवा केही तरकारीहरू चाहिँ खाना भित्र पर्छन्, केही पर्दैनन् भनेर भन्यो, त्यो त भएन। अनि यसलाई गाजर मानेको छ भने केही गाजरहरू खाना भित्र परे र केही चाहिँ परेनन् भन्ने कुरा देखायो। अनि गाजर र के रे तरकारीको त सम्बन्ध नै देखाएन। अब अर्को कुरा भनेको गाजर, खाना र तरकारी छ भने तीनटा छ भने छुट्टा छुट्टै,
गाजर पनि छुट्टै हो, तरकारी पनि छुट्टै हो र खाना पनि छुट्टै हो भन्ने कुरा आयो। यो चाहिँ मिल्दै मिलेन। अनि अर्कोमा छ यो ठुलो भनेको खाना नै मान्ने हो भने एउटा चाहिँ गाजर र तरकारीको कुरा गरेको छ। अब सबै गाजर र सबै तरकारीहरू खाना हुन् यो त थाहा भयो हैन। यो खानाभित्र दुईटै छन् भनेपछि गाजर र तरकारी दुईटै चाहिँ खाना हुन्, तर गाजर र तरकारी बीचमा कुनै सम्बन्ध छैन, यिनीहरू छुट्टा छुट्टै हुन् भन्ने कुरा छ। त्यसैले त्यो अप्सन पनि इनकरेक्ट भयो। करेक्ट चाहिँ कुन रहेछ? खाना भित्रमा तरकारी, तरकारी भित्रमा गाजर पर्छ भन्ने कुरा चाहिँ करेक्ट रहेछ।